दर्शक वृंद नमस्कार। कोरोना विशेष में स्वागत करै छी। आ दखिर प्रदेश नंबर 2 के बात कयल जाय तऽ प्रदेश नंबर 2 इपी सेंटर भऽ गेल छै अखन कोरोना वायरस के जे महामारी के अखन प्रदेश 2 देशे में एपी सेंटर बनि गेल छै। ओहो में जो प्रदेश 2 के बात कयल जाय तऽ सबसे बेसी परसा एहिसँ प्रभावित रहल छै। परसा के जो बात करी तऽ ओतऽ 50 बेड के मात्रे तैयारी कयल गेल छलै। अखन के अवस्था के बात करी तऽ 82 गोटे ओइजऽ कोरोना संक्रमित सब रहल छै। कुल मिला के ओतऽ 85 भऽ गेल छै, जाहिमे 3 गोटे इलाज पाबि कऽ संक्रमण मुक्त भऽ गेल छै, लेकिन 82 गोटे एखनो ओतऽ इलाज करायब आवश्यक छै। एकर लेल की सब व्यवस्थापन भऽ रहल छै, प्रदेश सरकार की कऽ रहल छै, एहि संदर्भ में बातचीत कर जा रहल छी। प्रदेश 2 के सत्तारूढ़ दल राजपा के एक गोटे नेता रमेश कुर्मी के आई कॉन्टैक्ट केने छी वीरगंज से। सबसे पहले हुनका स्वागत करै छी। कुर्मी जी, तपाईले स्वागत छ कार्यक्रममा। धन्यवाद। सर्वप्रथम अहिले जुन अवस्था देखिएको छ यसलाई कुन रूपमा लिइराख्नु भएको छ? निश्चित रूपमा यो विश्वभरि नै कोरोना संक्रमणको महामारीले गर्दा अहिले विश्वभरि नै त्रास छ, जसमा हाम्रो देश पनि अछुतो छैन। एउटा ठुलो महामारीको रूप लिन हामी हेर्दैछौँ कि त्यस्तो स्थितिमा एउटा ठुलो महामारीको रूप लिन सक्छ। हजुर, अब अहिले भनौँ न, अहिले त्यहाँ त 82 इन्फेक्टेड त्यहाँ छन् हैन। अब तिनीहरूलाई व्यवस्थापनको कुरा गर्ने हो भने तपाईको सरकारले जम्मा 50 बेडको आइसोलेसन बेड त्यहाँ बनाएको अवस्था छ। अब त्यत्रो संक्रमित भइसकेपछि तिनीहरूलाई व्यवस्थापन चाहिँ कसरी गइराख्नु भएको छ तपाईहरुले? निश्चित रूपमा यो व्यवस्थापनमा धेरै यहाँ कमी छ। वीरगंज खास गरी पर्सा जिल्लामा जुन नारायणी हस्पिटललाई कोभिड-19 को हस्पिटल बनाइएको छ, त्यसमा त केन्द्रले बनाइदियो, तर पूर्ण रूपमा व्यवस्थित गरेको छैन। यसमा तपाईको खानादेखि लिएर बस्नेसम्म एकदम अपूर्णको स्थितिमा छ। अनि त्यसको जुन किसिमले कोरोनाको संक्रमणको हिसाबले मान्छेलाई आइसोलेसन गर्नुपर्छ त्यो स्थिति यहाँ छैन। एकदम भद्रगोलको स्थिति छ। त्यहाँ प्रशासनदेखि लिएर तपाईको सरकारसम्म अहिलेसम्म त्यस्तो कुनै प्रकारको एउटा आइसोलेसनमा त मान्छेले राखेको छ, तर त्यसको दवादारु लिएर खानपिनसम्म अव्यवस्थित छ। हजुर, भनेपछि तपाईहरुको सरकार छ, तपाई आफै प्रदेश 2 का सांसद हुनुहुन्छ राजपाबाट। अब पहिला राजपा, अहिले जनता समाजवादी पार्टी भनौँ हैन। तपाई सांसद हुनुहुन्छ, तर तयारी पुगेन। त्यसको लागि तपाईहरुले आफ्नो जिल्लामा कमसे कम तयारी त राम्रो होस्, त्यसको लागि चाहिँ के गर्नुभयो? यसको लागि हामी नगरसँग समन्वय गरेर, खास करके यहाँका वीरगंजका नगर प्रमुख जी हुनुहुन्छ विलास रावगी जी, उहाँको एउटा सानो प्रयासले अब प्रशासनदेखि लिएर चाहिँ अब उहाँको नेतृत्वमा उहाँसँग मेलमिलाप गर्ने साथीहरूले यो चाहिँ एउटा छुट्टै चाहिँ तपाईको सिद्धार्थ माविमा आइसोलेसनको व्यवस्था मिलाउनु भएको छ। यसमा पनि मान्छे राखिएको छ, तर एउटा जुन हुन्छ नि सरकारबाट ठोस चाहिने कुनै प्रकारको यो महामारीको सिलसिलामा अथवा यो महामारीको प्रकोप रोक्नको लागि या व्यवस्थित गर्नको लागि एकदम त्यति चासो चाहिने देखिएन। चासो देखिएन भन्ने कुरा स्वीकार गर्नुहुन्छ? यस यस यस। तपाईकै पार्टीको सरकार हो नि त, तयारी त गर्नु हो कि केन्द्रले मात्रै मुख ताक्ने हो कि? हैन, एकदम राम्रो कुरा भन्नुभयो। हाम्रो पार्टीको सरकार छ प्रदेश नम्बर 2 मा। सरकार हाम्रो छ, यसमा त हामी भन्छौँ, तर एउटा सरकारको एक्टिभिटी, सरकारको एकदम अहिलेको महामारीको अवस्थामा, अहिले महामारीको बेलामा जुन सरकारको स्पिड हुनुपर्छ त्यो चाहिँ देखिएन। हामी एकदम बारम्बार मन्त्रीसँग सम्पर्क गर्दाखेरि कहिले फोनै नउठ्ने, कहिले तपाईको एकदम अब हेर्नुस् न कस्तो दुर्भाग्यको कुरा रहेछ भने वीरगंजको मुख्यमन्त्री
वीरगञ्जको मुख्यमन्त्री भएर पनि वीरगञ्जको एउटा आइसोलेसनको व्यवस्था जुन किसिमको हुनुपर्ने थियो त्यो किसिमको भएको छैन। एउटा मेयरले कति सक्छ तपाईँ भन्नुहोस् त? मेयरसँग कतिको क्यापेसिटी छ? उसँग आर्थिक बोझ पनि त्यतिकै छ र उसलाई व्यवस्था पनि गर्न त्यतिकै अप्ठ्यारो छ। शासन पनि त्यति कोअपरेट गरिरहेको छैन। प्रदेश सरकारको पुरै छोडिदिनुहोस्, प्रदेश सरकारले जति गर्नुपर्ने चिज थियो त्यो चाहिँ नि गरेको छैन। अब आफ्नै सरकार हो, यो कुरा सबै लुकाएर पनि जनतालाई ठग्ने काम त हुँदैन नि, गर्नु पर्दैन। जनतालाई क्लियर नामको लागि चाहिँ भनौँ न, नारायणी अस्पतालले चाहिँ कोभिडको लेभल 2 भनेर अस्पताल घोषणा गरियो। प्रदेशमा 2टा लेभल 2 भनेको, एउटा नारायणी र अर्को जनकपुरको प्रादेशिक अस्पताल, र त्यो अनुसारको भौतिक संरचना त्यहाँ भएन हैन। अब अहिलेको भएन एकदम। अब 50 जना भन्दा बढी पेसेन्ट हुँदैन भनेर त्यही अनुसारको तयारी गरिएको थियो कि हैन, या भनौँ न पेसेन्ट बढ्न सक्छन् भनेर त्यसरी चाहिँ नसोचेको हो कि पहिला? यो उचुवाको भरमा संघीय सरकारले गरेको हो। त्यसमा म क्लियर कट भन्न चाहन्छु तपाईलाई। जुन किसिमको यो पर्सा जिल्लाको स्थिति हेर्दाखेरि अथवा जनकपुरमा त मैले धेरै त्यहाँ उ छ स्थिति ठिकठाक छ, त्यति उ छैन, तर पर्सा जिल्लामा एकदम बढे छ के। त्यो हिसाबमा संघीय सरकारले जुन प्रकारको यहाँ एक्टिभिटिज गर्नुपर्ने थियो, जुन प्रकारले जनशक्ति यहाँ गर्नुपर्ने त्यो चाहिँ नि देखिएन, भएन। भनेपछि अब पेसेन्ट बढ्यो, इन्फेक्टेडहरू बढे, अब चाहिँ व्यवस्थापन थाल्ने हैन त? भनेपछि त्यत्रो समय पाउनु भएको चाहिँदेखि अहिलेसम्म त्यत्रो 2-2 महिना समय पाउनुभयो तपाईँहरूले हैन? तपाईँको सरकारले त्यत्रो समय पायो, तपाईँहरूले त्यत्रो समय पाउनुभयो हैन? जनप्रतिनिधिहरू तपाईँहरूले हो नि त जनताका कुराहरू सुन्ने, उनीहरूका समस्या समाधान गर्ने हैन, र भविष्यमा यस्तो हुन सक्छ भनेर त्यो अनुसारको तयारी गर्ने हैन? भनेपछि त्यो चुक त भयो नि हैन? निश्चित रूपमा यसमा तपाईको भन्दाखेरि आगामी दिनमा यस्तो घटना निम्तिन्छन् भनेर पहिला नै यसको रणनीति बनाएर सरकारले बस्नुपर्ने थियो। जस्तो महामारीको रूप त कुनै बेला पनि लिन सक्छ नि, कहिले हावाहुरीको रूपमा लिन्छ, कहिले अहिले त तपाईको यस्तो मौसम छ आगोको रूप लिन सक्छ, जुन किसिमले अहिले कोभिड-19 को रूपमा अहिले पुरै वर्ल्डमा एउटा रूप लिएको छ। त्यो किसिमको एक्टिभिटी, त्यो किसिमको तयारी चाहे संघले होस् अथवा प्रदेशले होस् चाहिँ गरिएको छैन। हामी बारम्बार यो कुरालाई भन्दा पनि पार्लियामेन्ट चल्दाखेरि पनि हामी बारम्बार भन्दाखेरि त्यो चाहिँ आपतको बेलामा कसरी हामी एक्टिभ भएर चाहिँ जनतासम्म गएर त्यसलाई उद्धार गर्न सकिन्छौँ, कुन किसिमले हामी यो तयारी गरेर चाहिँ बस्नुपर्छ, बारम्बार सरकारको अन गर्दाखेरि पनि त्यति चासो देखिएन, मेरो सोचाइमा अहिलेसम्म त देखिएन। हजुर, अब बाँकीका जुन संक्रमितहरू छन् तिनीहरूलाई सिद्धार्थ स्कुल भन्नुभयो हैन, त्यहाँ चाहिँ राख्ने काम भइरहेको छ। यस यस। अप्परझट त्यहाँ आइसोलेसन वार्ड बनाइयो। त्यो वीरगञ्जको नगर प्रमुखको नेतृत्वमा त्यहाँ बनाइएको छ। त्यो पनि अब प्रमुखले जति उसँग जनशक्तिहरू छ, जति साधन स्रोत छ, त्यसैको आधारमा उसले बनाएको छ। त्यसमा पनि केन्द्र र प्रदेश सरकारको केही लगानी छैन। कति बेडको आइसोलेसन वार्ड रहेछ त्यहाँ सिद्धार्थ स्कुलमा? सिद्धार्थ स्कुलमा कति बेडको आइसोलेसन वार्ड बनाइएको छ? त्यहाँ पनि राख्नु भएको छ 50 वटा। त्यहाँ पनि 50 वटा। भनेपछि यो पूर्व तयारी थियो। अहिले चाहिँ बढेपछि अप्परझट चाहिँ तयारी गर्नु पर्दैन त्यहाँ। हो यस। पहिले त एउटा उहाँले तपाई गण्डक हस्पिटलको जुन एउटा एग्रिमेन्ट गर्नुभएको थियो कोभिड-19 को लागि, त्यसमा सरकारले पहल गर्नुपर्ने, तर सरकारले पहल गरेन। त्यसलाई पनि एउटा पहिलादेखि नै बनाएर राख्नुपर्ने अवस्था थियो, तर सम्झौता त गरियो, तर संघ र प्रदेशबाट कुनै त्यस्तो किसिमको उहाँलाई सपोर्ट पाएन जुन किसिमले उहाँ भनिराख्नु। आज मेरो कुरा भएको थियो मेयरसँग,
कुनै किसिमको सहयोग पाउनु जुन किसिमले सहयोग गर्नु पर्थ्यो त्यो किसिमले गरेन, चाहे सङ्घले गरे चाहे प्रदेश सरकारले गरे। उहाँको गुनासो थियो त्यो किसिमलाई चाहिँ गण्डक हस्पिटललाई हाम्रो बनाउने इच्छा थियो, त्यसमा एग्रिमेन्ट पनि गरेका छ, सबै कुरा गरेर यसरी छानखेर बसेको छ। अब नारायणी अस्पताललाई नै नाम चाहिँ ठुलो राखिदिने, त्यहाँ कोभिड-2 को होइन प्रदेशकै ठुलो अस्पताल भनेर कोभिडको लागि भनेर होइन, तर त्यही अनुसारको बेड त्यहाँ किन व्यवस्थापन गर्न सकिएन? किनभने प्रदेश सरकारसँग एउटा एग्रिमेन्ट पनि भयो क्या होइन, कि त्यहाँका जुन बिरामीहरू छन् जो पहिलादेखि चाहिँ उपचार गराइरहेका छन् तिनीहरूलाई चाहिँ सिफ्ट गर्न त्यहाँबाट नेसनल मेडिकल कलेजमा होइन, र त्यसलाई चाहिँ लेभल 2 अस्पताल बनाउने भन्ने चाहिँ तयारी थियो। त्यही चाहिँ थप्न सकिन्थ्यो होला नि होइन? राम्रो कुरा भन्नुभयो। पहिला त म तपाईँले च्यानलबाट के भन्न चाहन्छु भने एउटा यो नारायणी अस्पताल नेपालमा सरकारी सबभन्दा जेठो अस्पतालको रूपमा हामी बुझ्छौँ। यो चाहिँ एउटा गरिबको अस्पताल थियो, जसले गरिब जनताले आफ्नो 2 रुपियाँदेखि 15 रुपियाँसम्म टिकट कटाएर आफ्नो इलाज मजाले गर्न थाल्थ्यो। त्यो बेला 500 रुपियाँमा तपाईँको दवा दारू सबै किनेर चाहिँ घर फर्किन्थ्यो बिरामी। अहिलेको स्थितिमा यो कोभिड-19 जुन कायम गरेछ हस्पिटललाई, त्यसले गर्दा आम जनतामा यसको धेरै असर परेछ। गरिब जनता जुन निमुखा छ, त्यसको पैसाको अभाव छ, खानेकुराको अभाव छ, त्यो चाहिँ पूर्ण रूपमा आफ्नो शरीरको इलाज पनि गराइरहेको छैन। प्राइभेट हस्पिटलहरू तपाईँको यति महँगो छ यहाँ 500-700 रुपियाँ त्यसको फिस छ, अनि डायग्नोसिस गर्दाखेरि हजारौँ रुपियाँ त्यसको एकदम गइरहेछ। अनि पहिला त्यो एउटा गल्ती भएछ सङ्घबाट, किनकि त्यसको छुट्टै एउटा अलग किसिमको आइसोलेसनको व्यवस्था गरेर, अथवा जुन भर्खर तपाईँले सुन्नुभयो कि गण्डक हस्पिटललाई आइसोलेसनको व्यवस्था मिलाउने जुन केन्द्र सरकार अथवा वीरगञ्ज नगरपालिकाको पहलमा भयो, त्यो चाहिँ कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने थियो, तर त्यो चाहिँ सरकारको तर्फबाट भएन। नारायणीलाई गरेका छ, तर त्यो पनि एकदम पूर्ण रूपमा व्यवस्थित छैन, त्यो पनि अपूर्ण छ। मेसिन छ त्यहाँ, तर मेसिन चालु छैन। एउटा ब्लड लिँदाखेरि पनि काठमाडौँ त्यहाँ टेकु पेठाएर त्यसको प्रशिक्षण गराएर अनि यहाँबाट रिपोर्ट दिन गरिरहेछ। त्यसमा पनि कतिजनाको शङ्का उपशङ्का त्यो रिपोर्टमाथि भइरहेछ। विभिन्न किसिमको समस्या यहाँ अब बढिरहेछ, दिन प्रतिदिन बढिरहेछ। ठिक छ, नारायणी हस्पिटल आइसोलेसन वार्डको कुरा गर्ने भने आइसोलेसन वार्ड भनेको अस्पतालमै बनाइन्छ होइन त? अस्पतालमै बनाउनु पर्ने हो नि त आइसोलेसन वार्ड होइन? तर यहाँ बाहिर स्कुलमा आइसोलेसन वार्ड बनाइएको अवस्था छ। अब यो आइसोलेसन वार्ड भन्ने हो कि क्वारेन्टाइन भन्ने हो कि, यहाँ त परिभाषा नै गलत साबित हुने भयो नि। अब आइसोलेसन वार्डमा त अलिक विशेष रेखदेख हुन्छ होइन, उनीहरूलाई छुट्टै राख्नुपर्ने हुन्छ होइन, किनभने सङ्क्रमण झन् फैलिन सक्छ। यावत कुराहरू त ध्यान दिएर ती मापदण्डहरू पुरा गरेर आइसोलेसन वार्ड बनाउनु पर्छ। तपाईँले के लाग्छ, स्कुलमा बनाइएको आइसोलेसन वार्ड यी सबै मापदण्ड पुरा गरेर बनाइएको हो? यो मापदण्डमा त विपरीत कुरा हो, यो मापदण्डमा परेन। त्यस्तो किसिमले अहिले तपाईँ सिद्धार्थ माविमा हेर्दाखेरि हामी त अब म पनि घरमा छु, त्यहाँ सुन्दाखेरि जतिजनालाई बसाएको छ त्यो सबै छतमाथि कुदिरहेछ, खेलिरहेछ। जुन एकदम पूर्ण रूपमा स्वस्थ छ त्यसलाई पनि त्यहाँ लगेर थन्काइएको छ। तिनीहरूको पनि एउटा ठुलो गुनासोको रूपमा छ। अहिले 2 दिन भइसक्यो त्यहाँ अहिलेसम्म डाक्टर आइपुगेको छैन। यस्तो पनि स्थिति छ त्यो सिद्धार्थ माविको। खाना तपाईँको खाना वार्डमै डाक्टर पुगेको छैन। यस्तो दुर्भाग्यको कुरा हो। त्यहाँ अहिलेसम्म त्यहाँ सेनाहरूले त्यहाँ बस्ने मान्छेलाई आश्वासन दिइराख्नु भयो, तपाईँहरू बस्नु, आज डक्टरहरू आएन भने भोलि हामीले आफ्नो डक्टर उपलब्ध गराएर बरु आफ्नो हेलिकप्टरबाट काठमाडौँ लगेर चेक गराएर हामी गर्छु भनेर सेना, हाम्रो नेपालको सेनाले आश्वासन दिएर बसाएको स्थिति छ। तर अहिलेसम्म दुर्भाग्य भन्नुहोस् यसलाई कि आइसोलेसन बनायो तर त्यहाँ डक्टर र नर्सहरूको केही व्यवस्था त्यहाँ छ, केही पनि छैन। हजुर, अब केन्द्र गरेन के लाग्छ भने प्रदेश सरकारले अब मुख्यमन्त्रीको कुरा गर्ने हो भने मुख्यमन्त्रीज्यू पनि पर्सा जिल्लाबाट हुनुहुन्छ, तपाईँहरू पर्सा जिल्लाकै हुनुहुन्छ होइन। प्रदेश असफल भयो प्रदेश 2 मा कोरोना रोकथाममा भन्नुहुन्छ तपाईँ?
मलाई लाग्छ कि यो कोरोना भाइरसको सन्दर्भमा क्लियर कट भन्नुहुन्छ भने हाम्रो प्रदेश सरकारको कुनै पनि एक्टिभिटी देखिएन। कुनै काम गर्दिएन। एउटा 2 नम्बर प्रदेश जुन किसिम बजेट त छुट्याएको थियो नि, बजेट 50 लाख चाहिँ नारायणी अस्पताललाई होइन, फेरि पिपिई मास्क लगायतका जे अब सामग्रीहरू मेडिकल इक्विपमेन्टहरू जे आए होइन, त्यहाँ पनि वितरण गरिएकै हो भनेपछि प्रदेश सरकारले पैसा बाड्यो, आफ्नो भूमिका निर्वाह त्यति मात्रैमा सीमित गर्यो भनेर भन्नुहुन्छ तपाईँ? एकदम 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 पैसा छुट्याएर पैसा दिएर मात्र हुँदैन नि, त्यसको निरीक्षण पनि व्यवस्थापन गर्नु गर्नु पनि। पैसा छुट्याएर मात्र छुट्याइदिन नि, काम भइरहेछ कि छैन त्यसको अनुगमन कसले गर्ने हो त? प्रदेश सरकार छ भने निश्चित रूपमा पैसा छुट्याएछ भने त्यसको अनुगमन पनि गर्नु पर्यो, त्यसको निरीक्षण पनि गर्नु पर्यो। वास्तवमा हाम्रो पैसाको लेबिलिटी खर्च भइरहेछ कि छैन, उपयोग भइरहेछ कि छैन, त्यो कसले हेर्ने त? 2 नम्बर प्रदेशको सरकार छ, सबभन्दा बढी केस 2 नम्बरमा नि छ, अनि सरकारले कानमा तेल लगाएर बसेको छ, सुत्या छ। अब यो आफ्नो जनता हामीलाई गाली दिन्छ, अब हामी कसलाई बोल्ने यो कुरा? कहाँबाट बोल्ने? मन्त्रीलाई फोन गर्दाखेरि मन्त्रीको फोनै उठ्दैन। यो समस्या कसलाई प्रस्तुत गर्ने आफ्नो समस्या? तपाईँ ठिकै भन्नुभयो, यो जिल्लाको मुख्यमन्त्री पर्सा जिल्लाले मुख्यमन्त्री पायो, यो त पुरा नेपालभरि नै कति खुसीको उच्च पर्सा जिल्लामा मुख्यमन्त्री पाए। तर खोइ त मुख्यमन्त्रीको एक्टिभिटी जुन हुनुपर्छ त्यो कहाँ छ? त्यो त छैन, त्यो त हेरिएन। यो यस्तो महामारीको बेलामा, दुखको बेलामा जब मान्छेले एउटा आफ्नो हात अगाडि बढाउँदैन भने सुखको बेलामा बढाएर पनि के फाइदा हुन्छ? भनेपछि अब चाहिँ के गर्ने त? अब महामारीको त अब भनौँ न, अब जो अहिले पछिल्लो समय कोरोना सङ्कट, मेरो भनाइमा सङ्घीय सरकारको मुख ताकेर बस्नु पर्दैन। प्रदेश सरकारसँग जति स्रोत साधनहरू छ त्यो सबै स्रोत साधनहरू उपयोग गरेर प्रयोग गरेर यो अहिले जुन महामारीको स्थिति छ, जुन यो कोभिड-19ले गर्दा तपाईको प्रदेश नम्बर 2 मा दिनहुँ चाहिँ यो केस बढिरहेछ, त्यसमा आफ्नो जनशक्ति प्रयोग गरेर जुन किसिमबाट होस् आइसोलेसनको व्यवस्था मिलाउने, खानपानको व्यवस्था मिलाउने, तिनीहरूको रहन सहनको व्यवस्था मिलाउने, छुट्टै चाहिने एउटा व्यवस्था मिलाएर अहिले तपाईको हस्पिटल, यति हस्पिटल छ, प्राइभेट हस्पिटल छ, के को लागि हो? त्यसलाई पनि लिएर हामी तिर्न गर्न सकिन्छ। अब हेर्नुहोस् त कस्तो लाज लाग्छ, वीरगञ्जमा दर्जन भन्दा बढी हस्पिटल छ, दर्जन भन्दा बढी तपाईको यहाँ तपाईको धर्मशालाहरू पनि छ, तर आइसोलेसन कहाँ बनाउने? स्कुलमा बनाउने। यस्तो पनि हुन्छ? सरकारले आफ्नो साधन लगाएर हस्पिटल बनाएको हुन्छ, तर हस्पिटल चलाउने स्कुलमा हो। लाज लाग्दैन? चाहिँ स्कुलमा चलाउने काम भयो कि अब त्यहाँ डाक्टर पनि पुग्दैन नि भनिराख्नु भएको छ तपाईँ। चलाउने त चलायो, तर डाक्टर पनि छैन। कस्तो दुर्भाग्य छ। अब भनौँ न, जो भेटिएका छन् नि, अब त्यहाँ फेरि कन्ट्याक्ट ट्रेसिङ भइरहेको होला होइन, अब त झन् त्यहाँबाट अब फेरि अब थपिने होला त्यहाँ होइन। अब त्यसको तयारी के गरिराख्नु भएको छ? अब अहिलेसम्म त जे भयो कि अबको तयारीको कुरा? अबको तयारीमा यो निश्चित रूपमा यो केस बढ्छ, खास गरी पर्सा जिल्लाको म कुरा सुन्दाखेरि, हेर्दाखेरि, बुझ्दाखेरि निश्चित रूपमा यहाँ केस बढ्छ, यहाँको स्थिति भयावह हुन्छ। अब म के आग्रह गर्न चाहन्छु भने यसमा सबै जनशक्ति प्रयोग गरेर प्रदेश सरकारलाई अगाडि बढ्नुपर्छ र प्रदेश सरकारले आफ्नो क्षमता अनुसारको, जसरी तपाईको पोखरियामा 50 बेडको परमिसन दिया छ, त्यहाँ पूर्ण रूपमा मिसिनको व्यवस्था पुर्याएर त्यहाँ अप टु डेट गरेर राख्नु पर्यो। अन्त यता कल्यामा पनि तपाईको 50 बेडको गरेछ। त्यही त, त्यहाँ पनि कोभिड अस्पताल भनेर भनिएको छ होइन। यति फेरि कलैयामा पनि त्यहाँ पनि अपडेट गरेर सरकारले राख्नु पर्यो। यो त मात्र पोखरिया र अब यी अस्पतालहरूमा अब घोषणा त ठुल्ठुलै भएको छ होइन। अब घोषणा कुरा गर्ने भने पोखरिया अस्पतालको कुरा भयो, त्यसपछि बारा अस्पतालको कुरा भयो, जलेश्वरको कुरा भयो, त्यसपछि भारदको कुरा भयो। अस्पतालहरूलाई चाहिँ
होइन, यी अस्पताललाई चाहिँ पहिलो चरणमा चाहिँ कोरोना संक्रमित भेटिएमा चाहिँ त्यहाँ राख्ने भनेर चाहिँ भनिएको थियो। अब यी अस्पतालहरू पनि सिफ्ट गर्न सकिन्छ नि, त्यस्तो सिभियर कन्डिसन आएन भने, होइन, माइल्ड त्यस्तो रोगीहरू छन् तिनीहरूले चाहिँ यहाँ पनि राख्न सकिन्छ भनेपछि अन्य अस्पतालहरूमा जस्तै कलैया त्यहाँ नजिकै छ त्यहाँ लान सकिन्थ्यो कि, स्कुलमा नलगिकन त्यहाँ लग्यो भए अझ राम्रो हुन्थ्यो कि, या पोखरियाको कुरा छ पोखरिया लैजान सकिन्थ्यो कि, यतातर्फ चाहिँ ध्यान किन गएन त? हो, त्यही म भन्न चाहन्छु तपाईँको च्यानलको माध्यमबाट। सङ्घ प्रदेशले बारम्बार यो भन्छ कि हाम्रो मातहतमा पर्दैन। हाम्रोले स्वास्थ्य मन्त्री हामीसँग नै छ, स्वास्थ्य मन्त्रीसँग कुरा गर्दै यो प्रदेशको मातहतमा नारायणी हस्पिटल पर्दैन, हाम्रो हस्पिटलमा त पोखरिया पर्छ, तपाईँको बाराको पर्छ, अनि यो पर्छ। ठिक छ, हाम्रो प्रदेश सरकारले पहल कदमी लिन सक्नु पर्थ्यो नि। हाम्रो मातहतमा पोखरिया छ नि, हाम्रो मातहतमा 12 जिल्ला छ, त्यसलाई त व्यवस्थित हामीले नि गर्ने हो, हाम्रो सरकारले नि गर्ने हो, प्रदेशले नि गर्ने हो। पोखरियाको अझै तयारी भइसकेको छैन, पूर्ण रूपमा भएको छैन तयारी। बेड थपिएको छ, बेडको उले परमिसन पाएको छ, तर व्यवस्थित भएको छैन। त्यहाँ कलैयाको त लगभग तयारी भइसकेको छ, त्यहाँ चाहिँ लैजान सकिन्थ्यो नि त। त्यहाँ पनि अपूर्ण छ, त्यहाँ पनि पूर्ण छैन। हजुर, तपाईलाई के लाग्छ अब यसरी चाहिँ सुरुवातमै पर्साबाटै सुरु भयो होइन, कोरोना त्यही प्रदेश 2 मा देखिन थालेको अवस्था हो, सुरुमै तयारी एउटा त गर्नु पर्थ्यो, त्यहाँ चुक भयो र यसरी हवात्तै जुन बढ्यो रे, तपाईले के लाग्छ खुला सीमा त्यहाँ रोकथाम गर्न सक्नु? निश्चित रूपमा यसमा यो सरकारको पनि ठुलो एउटा लापरवाही भन्नुस्, यहाँ प्रशासनको पनि लापरवाही भन्नुस् होइन। जुन किसिमले एउटा ताद्रुकताको साथमा काम गर्नुपर्ने थियो त्यो चाहिँ भएन, एकदम स्लोली काम भयो, चाहे त्यो प्रदेश सरकारले तर्फबाट भएको छ अथवा सङ्घले गरेको अथवा हाम्रो स्थानीय निकायको तर्फबाट होस्, त्यसमा सबैजनाको जिम्मेवारी थियो, त्यसलाई समयमा नै व्यवस्थित गरेर यसलाई रोकथाम गर्न सकिन्थ्यो, तर त्यो चाहिँ नै भएन। सरकारले आफ्नो सङ्घीय सरकार आफ्नै तालमा छ, प्रदेश सरकारको आफ्नै तालमा छ, अब स्थानीय सरकार पनि त्यही आफ्नै तालमा छ, कसैको कसैसँग कनेक्टिभिटी चाहिने छैन, कसैको पनि समन्वय चाहिने छैन, पनि व्यवस्था गरियो। यस। अब अहिले 2 दिनदेखि त कर्फ्यू लागिसक्यो होइन, त्यहाँ लागिरहेको छ, के छ अवस्था? पनि छ। अब कर्फ्यूको बेलामा हेर्नुस्, कर्फ्यूको बेलामा सबैजनाले त निश्चित रूपमा सरकारले जुन एउटा लकडाउनको टाइम मिलाएको छ त्यसलाई सबै जनताले पूर्ण रूपमा पालन गरिरहेछ, त्यसमा त कुनै प्रकारको कमी छैन। तर जहाँ एउटा बिमारीलाई चेक जाँच गर्दाखेरि जुन एउटा पोजिटिभ आइरहेछ, अब त्यो चाहिने यहाँ खास गरी यो पर्सा जिल्लाको जनताहरूको के सोच्छ भने यसको टेस्ट पनि वीरगञ्जमा गरौँ, यसको रिपोर्ट चाहिने यही फास्ट देयर एन्ड देयर चाहिने उसलाई पाओस्, तर यसलाई सार्वजनिक गरेर चाहिने हामी आम जनतालाई पनि थाहा हुनु पर्यो कि यो कस्तो केस, कहाँको केस, कुनको केस, यो चाहिने सरकारले लुकाएको जस्तो हुनु पर्दैन। हजुर, अब त्यहाँ त अब कर्फ्यू पनि छ होइन, लकडाउनको कुरा गर्ने भने लकडाउन चाहिँ फितलो रह्यो भनेर पनि भनिएको छ, तपाईले के लाग्छ यो पनि एउटा कारण रह्यो लकडाउन चाहिँ नमान्नु, या प्रशासनले चाहिँ लकडाउन पूर्ण रूपमा कार्यान्वयन गराउन नसक्नु होइन, त्यो पनि एउटा कारण रह्यो होइन? मेरो विचारमा लकडाउन त सबैले कार्यान्वयन गरेकै नै हो, लकडाउनमा त सबैजनाले आफ्नो आफ्नो घरमा बसिरहेछ, त्यो एउटा ठुलो कारण त देखिएन। अब खास गरी एउटा केस समस्या देखियो भने कि हाम्रो यो वीरगञ्ज पनि एकदम बोर्डरको नजिकमा छ, हामी पनि बोर्डरको साइडमा नि बसेको, खुला बोर्डर पनि छ, र यो मान्छेको जुन तपाईँ भन्नुभयो नि लकडाउन अब रातिकन चोरी छुपिकन 2-4 जना यताउति आउन सकिन्छ, तर एउटा लकडाउनको जुन समस्या भन्नुभयो त्यो चाहिँ नै मेन्टेन गरेर मान्छे बसेको छ। हजुर, अन्त्यमा के भन्नुहुन्छ तपाईँ जनप्रतिनिधि होइन, त्यहाँका जनताको जीवधनको सुरक्षाको जिम्मेवारी त तपाईहरूको पनि छ होइन, तपाईहरूकै सरकार छ होइन,
के विश्वास दिलाउनुहुन्छ त्यहाँका जनतालाई? निश्चित रूपमा म के भन्न चाहन्छु तपाईँको च्यानलको माध्यमबाट कि हाम्रो सरकार प्रदेश नम्बर 2 मा हाम्रो सरकार छ। सरकारलाई बारम्बार हामी तगादा गरेर यो अहिलेको महामारीको बेलामा, अहिले विपदको बेलामा जुन किसिमले हाम्रो एउटा स्पिड हुनुपर्छ त्यो चाहिने देखिएन। अब चाहिने आउने दिनमा यो कोरोना भाइरसबाट मान्छे त मर्छ, सबभन्दा यो भुकमरीको समस्या आउँछ। भुकमरी भन्दा पनि मान्छे मर्न थाल्छ। त्यसकारण म के भन्न चाहन्छु, खास करके सरकारलाई भन्न चाहन्छु तपाईँको माध्यमबाट कि सबैजनासँग समन्वय गरेर कोअर्डिनेट गरेर यो कोभिड-19 सँग पनि हामी लड्न एउटा रणनीति तयार पारौँ र समयमा भुकमरीबाट आफ्नो जनतालाई बचाउने हामी कामतर्फ हाम्रो सरकार लागोस्। अनि प्रदेश नम्बर 2 को एउटा खास गरी गरिब प्रदेश पनि हो हाम्रो, शिक्षाको पनि अभावै छ हेर्नुभयो। अनि गरिबी त चरम सीमामा नै छ हाम्रो। त्यसको खानपानदेखि लिएर जीवन बाँच्नसम्मको व्यवस्था आफ्नो सरकारको, प्रदेश सरकारको तर्फबाट तत्कालमा कदम चाल्नुपर्छ। तर हाम्रो पनि यसमा एक्टिभिटिज अलिकति बढाएर चाहिने कसरी म्यारेज गर्ने हो त्यसतर्फ लाने हाम्रो जिम्मेवारी पनि छ। हजुर, हस् त, धेरै धेरै धन्यवाद। ल, नमस्कार। हजुर, दर्शकबिन ओछलैत रमेश कुर्मी वीरगंज से वो प्रदेश 2 के सांसद से तैना जनता समाजवादी पार्टी के नेता से आइ हुनका से बातचीत करै छलिए जे वीरगंज के जखन बात कयल जाए तो वीरगंज एकटा हब बन गल छै। अखन कोरोना संक्रमित अत्यधिक संख्या में ओइजा भेट रहल छै। जखन वीरगंज के बात करी तो ओइजा अखन 82 गोटे कोरोना संक्रमित छै। टोटल में 85 छै, 3 गोटे ठीक भ गेल छै। इससे पहले ही ओइजा 82 गोटे अखन कोरोना संक्रमित छै। हुनका सबके व्यवस्थापन में कतौ न कतौ प्रदेश सरकार कमी देखलकै या ओहि अनुसार के तैयारी कर नहीं सकले से स्वयं सत्तारूढ़ दल के नेता रमेश कुर्मी सब उनका सब कहल गए कि कतौ न कतौ प्रदेश सरकार ध्यान नहीं दिलकै। जमा 50 बेड के मात्र नारायणी अस्पताल के तैयारी कल गए, आइसोलेशन बेड मात्र 50, जबकि इन्फेक्टेड पर्सन ओइजा 82 छै। तै दुआरे अपरझट ओते के एकटा स्कूल सिद्धार्थ स्कूल में ओइजा और जे पेशेंट सब है संक्रमित सबसे हुनका सबके राखल के व्यवस्था कल, जबकि ओइजा बहुत अस्पताल छै और अस्पताल के सेहो व्यवस्थापन कयल जा सकै छलैया। लेकिन ई नहीं कह कऽ अखन बीमार के स्कूल में राखल गेल छै। एहन किस्म के दुरावस्था वीरगंज में व्यवस्थापन में देखल गेल छै। आ प्रदेश सरकार या केंद्र सरकार केओ सहयोग नहीं कर रहल छै। ई अपराध छलै सांसद रमेश कुर्मी के। बेस्ता आइ के कोरोना विशेष से विदा लै छी। नमस्कार।